नहुँदा त्यहाँ कस्तो समस्या थियो? ग्राभेल नहुँदा त सर बाटो पनि साङ्ग्रो थियो, अलि हिलो पनि हुन्थ्यो, सानो थियो भनौँ। अहिले ग्राभेल भएपछि अलि चौडा पनि भएछ अब बाटो। अनि त्यो बाटो कतिको प्रयोगमा आउँछ? बाटो त प्रयोगमा आइरहेको छ सर बाटो। त्यो घर छन् त्यहाँ घर पनि छन् होइन? कहिलेकाहीँ यसो लाग्दैन यो बेकारमा वडाले खर्च गर्यो भन्ने त्यस्तो त लाग्दैन? त्यस्तो त लाग्दैन सर, त्यो बाटो त अब त्यस्तो लाग्दैन। अनि त्यो काम गर्दाखेरि तपाईँहरूलाई गाउँमा कुनै समस्या आयो? त्यस्तो समस्या त आएन सर। के बाटो बनाउँदाखेरि अलिअलि जग्गा पनि जान्छ नि? जान्छ त जान्छ सर, बाटो गयो आफ्नै गयो भनौँ, मेरै गयो। एक बाहा लोगो गयो। जग्गा दिँदाखेरि पनि गाउँकोले त्यस्तो अप्ठ्यारो मानेनन्? अब के गर्ने, अब बाटो त दिनै पर्यो होइन? अनि अब त्यो ग्राभेल गर्दाखेरि वडा कार्यालयमा नगरपालिकामा काम गराउँदाखेरि कतिको असहज भयो? पहिला जस्तो छैन सर, अब राम्रै छ भनौँ, छिटो हुन्छ होइन? अप्ठ्यारो छैन? पहिला अप्ठ्यारो हुन्थ्यो, अहिले छैन, ठिकै छ। ठिक छ। अनि कुनै सल्लाह सुझाव छ वडा कार्यालयलाई? अब सल्लाह सुझाव त के भनौँ सर, अब त्यो ग्राभेल त्यो बेरोजगारलाई गरेको थियो सर काम, त्यो अलि त्यो खल्लामाथिको त्यो रोडलाई अलि पटानी गर्नु जस्तो लाग्यो। यहीँनिर छ अहिले बाँस, यहीँनिर छ बाँस झ्याङ्गा छ लाइनमा, त्यो लाइनै परेछ, त्यो बाँस काट्नु पर्ने जस्तो देखियो। त्यही बाटो त नहुने नहुने जस्तो देखियो मेरो विचारमा है, अरूको विचारमा के छ अब? ठिक छ, नै आफ्नो विचार राख्नु भयो होइन? त्यसो भए भुक्तानी लिँदाखेरि पनि त्यस्तो गाह्रो परेन? भुक्तानी लिन केही गाह्रो भएन सर, नत्र पुरा यो ल्याऊ कहिले ऊ ल्याऊ पहिला थियो, अब छैन, छैन? सजिलो बन्यो अहिले ल।